नमस्कार साथीहरू, आज म तपाईँहरूलाई भगवान बुद्धको एउटा प्रसिद्ध कथा सुनाउँदैछु। एक दिन भगवान बुद्ध गाउँमा उपदेश दिइरहनु भएको थियो। यही बेला एकजना रिसाहा मानिस आएर बुद्धलाई गाली गर्न थाले। उनले धेरै नराम्रो शब्दहरू प्रयोग गरे, तर भगवान बुद्ध शान्त बसिरहनु भयो। उहाँ रिसाउनै भएन, केही प्रतिक्रिया पनि दिनु भएन। केही समयपछि त्यो मानिस थाके र सोध्यो, म तपाईलाई यति धेरै गाली गर्दैछु, तपाईँ चाहिँ किन बोल्नुहुन्न? बुद्धले फेरि मुस्कुराउँदै भन्नुभयो, तपाईँ भन्नुहोस्, यदि कसैले उपहार दिन्छ र तपाईले त्यो उपहार चाहिँ स्वीकारै गर्नु भएन भने त्यो उपहार कसो हुन्छ? मानिसले भन्यो, त्यो त जसले दियो त्यही व्यक्तिको हुन्छ नि। बुद्धले भन्नुभयो, ठिक, त्यस्तै म तपाईको गाली स्वीकार नै गर्दिन, त्यसैले यो तपाईमै फर्किन्छ। यस कथाबाट हामीले के शिक्षा पाउँछौँ भने हामीले सबै कुरा प्रतिक्रिया दिनै पर्छ भन्ने पनि छैन। अरूको नकारात्मकता स्वीकार नगरेसम्म यो हामीलाई असर गर्दैन। शान्त रहनु नै सबैभन्दा ठुलो शक्ति हो। वास्तविक जीवनको उदाहरण, मानिलिउँ एउटा कार्यालयमा कसैले तपाईलाई बिना कारणै नराम्रो बोल्यो अरे, गाली गरी अरे, रिस देखायो अरे, तर तपाईले पनि रिसारै जवाब दिनुहुन्छ भने त झगडा पढेर जान्छ। तर यदि तपाईँ शान्त रहनुहुन्छ भने परिस्थिति त त्यही नै रोकिन्छ नि, होइन? अन्ततः शान्त व्यक्तिकै सम्मान बढ्छ। अनि अन्त्यमा याद राख्नुहोस्, शान्ति कमजोरी होइन,